नमस्ते अनि धेरै धेरै स्वागत तपाईहरू सबैलाई मेरो अर्को एउटा ब्लगमा हैन। यो पालि चाहिँ हामी पुगेको छौँ ग्रेट ओसन रोड र ग्रेट ओसन रोडको छेउछेउ कुद्ने चाहिँ धेरै सपना थियो र आज चाहिँ हाम्रो सपना पुरा हुँदैछ हैन। यो रोडको छेउछेउमा हलिडे हाउस हैन, यहाँको सुन्दर सुन्दर दृश्यहरूको रमाइलो लिँदै चाहिँ हामी पुग्ने छौँ। अगाडि चाहिँ जमुना र कान्छीहरूको गाडी छ, हाम्रो अगाडि अगाडि हामी चाहिँ पछाडि छौँ। ए त्यस्तै भयो नानीलाई पनि, मेरो छोरीलाई धरिदियो अनि झापादेखि काठमाडौँ गएको जस्तै फिल भयो अरे नि। हामी चाहिँ स्टप भएको छौँ ब्रेकफास्ट खानलाई। अब चाहिँ यो चाहिँ ब्राइसनको अर्डर भयो। वाउ कस्तो राम्रो छ, कत्रो बाइट छ त बर्गर त। मिठो गरा नि तातो। एडन बर्गर खाने हो, बर्गर यहाँ आएको छ हाम्रो अर्डर। चिकन के अरे ब्राइसन बरिटो, क्लोज डाउन द क्यामेरा देखाउनु यहाँ। चिकन बरिटो गरेर कत्रो यो मेरो भयो, यो ड्याडीको मेरो सेम। यो भयो एनाको अर्डर। यो चाहिँ के हो नानी? नाचोस। नाचोस टेस्ट गर्नु त कस्तो छ? कस्तो छ? गुड छ। कस्तो भयो बेरेटो चाहिँ? बेरेटो के अरे? मिठो थियो। एड्रु कस्तो भयो? मिठो। ब्रेकफास्ट पछि चाहिँ अब हामी फेरि लाग्दैछौँ र एकदमै सनी भयो। अब चाहिँ एकदम रमाइलो भइरहेछ किनकि अब चाहिँ घाम लागै रहेछ नि। वेदर चाहिँ एकदम राम्रो भयो, हामीलाई चाहिँ वेदरले साथ दिएको छ। पछि यो चाहिँ सबै भिडियोमा देखेको आज चाहिँ पुरा हुने भयो साथीहरू। सेन्ट म हेर कस्तो छालाको हावा एकदम धेरै छ। त्यसो भने बाहिर चाहिँ नि नानी हावा धेरै ठुलो छ जस्तो छ, वेभहरू धेरै आइरहेछ नि त। फर्स्ट स्टप चाहिँ हामी गिब्सन स्टेप्स बिचमा आइपुगेछौँ। अब यहाँदेखि के देखिन्छ भनेर चाहिँ वाउ, यहाँबाट चाहिँ लुकआउट रहेछ यो एउटा। तलैसम्म जाँदो रहेछ क्या त यहाँबाट पनि। ए मुनि जाँदो रहेछ। वाउ यस्तो देखिन्छ यहाँबाट चाहिँ साथी हो। यहाँ छ हाम्रो होल टिम। अब चाहिँ हामी जानेछौँ तलैसम्म। फाइनल आइपुग्यो। अब चाहिँ तलैसम्म जाने हो। सबै देखिन्छ होला हौ त अलिक परबाट। ठुलो अम्म क्या कोही नानी क्या तल रहेछ हेर्नुहोस्। मान्छेहरू सबै अघि हेर न, एउटा नानीहरू हिलोमा खेलिरहेको छ त। हेर न प्रियाना त्यहाँनिर छ आयुषसँग। अनि अझै एउटा पो देखिरहेछ हौ यो नि। 12वटा हो त खासै त होइन। ओहो यो त हिलो पनि रहेछ यहाँ त। पानी परेर होला, पानी परेर होला है। नानीहरू यहाँ पुगिसकेछन्। प्रियाना हेलो गाइस। बिस्तारै जानु है, कस्तो अप्ठ्यारो, कस्तो डर लाग्दो। दुईटा छ। ए यहाँ
यहाँ आइपुग्दा चाहिँ हामीले दुईटा देख्यौँ। 12वटा थियो अरे पहिला, त्यही भएर चाहिँ त्यो 12वटा भनेर राखेको। तर अहिले चाहिँ ब्राइसलले भन्दा चाहिँ 8वटा, वेयर आर यु, 8वटा मात्रै छ अरे। 4टा चाहिँ के भयो, पानीले के भएर गइसक्यो अरे। तर यहाँ त 2टा चाहिँ देखिरहेको छ यहाँबाट। फाइनली हामी तल आइपुगिसकेका छौँ। स्यान्ड खेल्यो नानीहरू। यहाँबाट चाहिँ यस्तो भ्यू देखेछ, अलिक हुस्सेर खाएको जस्तै भइरहेछ। ब्राइसन आइपुग्यो फाइनली। हामी चाहिँ त्यहाँ माथिबाट त्यहाँ माथिबाट झरेर चाहिँ यहाँ आइपुगेको छ। बेबी आइपुग्यो त नानी, आइपुग्यो त नि यति धेरै छाल आइरहेछ। नानीहरू बालोमा कुद्ने, बालोमा कुद्ने, खेल्ने क्रम भइरहेछ। कत्रो कत्रो। अब हामी चाहिँ यो ठाउँमा एकछिन टाइम स्पेन्ड गरेर चाहिँ अब अर्कोतिर लाग्नेछौँ। अब फेरि त्यो माथि चढ्ने हो। हामी माथिबाट आएको हो कि हामी। हिँड जाउँ। यसको के खिच्नु अझै? वाउ, हेर न अझै छाल कस्तो आएको नि हावा। जुजुमा मान्छेहरू आउने र जाने क्रम चाहिँ एकदमै जारी छ। धेरै मान्छे चाहिँ यहीँ आउने होला, किनकि प्रायः त्यहाँनिर माथिबाट चाहिँ त्यस्तो साह्रो देख्दैन भ्यू। हो वहाँ हेर न। आउँछु ब्राइसन। हेलो, सबैजना माथि पुगिसक्दैन, हामी चाहिँ भर्खर जाँदैछौँ। कस्तो मजाको सेन्ट नि बेबी। यहाँ चाहिँ अलिक उयो हुनुपर्छ है, केयरफुल। पानी अझै यहाँ उम्रेर पानी उम्रिरहेको छ यहाँ त। सेकेन्ड स्टप छ 12 एयरपोर्टलेस पोर्ट क्याम्पबेल लेस्टर्ड पार्क। फाइनली आइपुग्यो यहाँ। कतिवटा छ? 1, 2, 3, 4, 5वटा, 6वटा, 12वटा हो। अब चाहिँ हामी जानेछौँ तल। तलबाट चाहिँ यस्तो देखिँदो रहेछ। वाउ, हेर यो छाल चाहिँ कति आएको हो नि। तलबाट चाहिँ यस्तो देखिँदो रहेछ। हेर यो ढुङ्गा छेउबाट नि। वाउ। अब चाहिँ हामी यहाँ घुमिसकेर अर्को ठाउँतिर लाग्दैछौँ। एकदम धुम्म भएको कारणले गर्दाखेरि लास्ट स्टप। फाइनल डेस्टिनेसन हो यो चाहिँ हाम्रो। यो मुनि चाहिँ केभ छ होइन, केभ होइन नि त्यो त नि, ओडा जस्तो छ। यसमा गएर चाहिँ हाम्रो यो अन्तिम हो। यसमा गएर चाहिँ हामी घर फर्किने। केभ त केभै रहेछ क्या। ऊ यता नि केभै छ। ऊ सानो केभ। वाउ, कस्तो राम्रो नि। यहाँ चाहिँ एकदमै लामो लाइनमा चाहिँ हामी पर्खिरहेका छौँ। केभ छ त्यहाँ। यसो गरौँ न, उनीहरूलाई दिउँ कि हामी जानु, अनि हामी जाउँ न। हाम्रो धेरै छ नि त ग्रुप।
Let them take picture first, then we'll do together. फाइनली हामी आइपुगिसक्यौँ तल ओ कस्तो राम्रो नि कस्तो रक रहेछ घाम हेर्नु यहाँबाट त घाम हेर्नुलाई नि एरोप्लेनमै जानु कस्तो स्विमिङ खेल्ने ठाउँ जस्तै हो त नि त्यहाँ त यस्तो खेल्छ त नाम लिया सैतना अब चाहिँ हामी फर्कँदैछौँ गाइस कस्तो लाग्यो यो ठाउँ चाहिँ कस्तो लाग्यो यो ठाउँ चाहिँ गुड छ र सबै ठाउँ घुमिसकेर चाहिँ हामी गएको छौँ इन्डियन रेस्टुरेन्टतर्फ हामीले चाहिँ 2 डेज ट्रिपमै इन्डियन रेस्टुरेन्टमा डिनर गर्नु परेको थियो किनकि नेपाली रेस्टुरेन्ट चाहिँ मेलबर्न सिटी नै पुग्नुपर्ने भएकोले हामीले यो सेकेन्ड डेको डिनर पनि इन्डियन रेस्टुरेन्टमा गरेको छौँ यो सेकेन्ड डेको डिनर साथसाथै हाम्रो 2 डेज ट्रिप पनि सकिएको छ होइन भोलि चाहिँ हाम्रो प्लान सपिङ गरेर घर फर्किने रहेको हुनाले हाम्रो यो 2 दिनको ट्रिप चाहिँ एकदमै रमाइलो छेड भएर रह्यो र हामीले यसरी मजाले एकैसाथ डिनर मजाले गरेर चाहिँ हामी हाम्रो हलिडे हाउसतर्फ लाग्यौँ